हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। हल्ली चल्ली के छ कस्तो छ तपाईहरुको गाइज हेर्दै जानु होला मेरो भिडियो। A few moments later. यो घरको आँगन हो, घरको आँगनमा पानी यति भरिसक्यो गाइज। ओहो हावा हुरी लाग्यो, हावा हुरी त अहिले कम भइसक्यो, पानी त लास्ट भएर पानी चाहिँ बहुत जोरले परेछ। एकैचोटि पानी भरेर डमडमादो भइसक्यो। हामी प्रत्यक्ष रूपमा छौँ हामी यहाँ। हामी तपाईको लागि हेर्दै छौँ। हामी बाढी पहिरोले यहाँ हामी प्रत्यक्ष रूपमा देखाउँदैछु तपाईलाई, प्रत्यक्ष रूपमा। ओ भाइ साहब पानी हेर्नुहोस् गाइस, उता नदेखिने हिसाबमा पानी हावाहुरी चलेर ओहो ओहो पानी पनि यता आयो। ओ भाइ साहब यहाँ हेर्न सक्नुहुन्छ पानी यो पुरै यो बाप रे। ओ बाप रे बाप रे हावाहुरी लागेर ए घरको टिन त उचाएन। घरको टिन त उचाएन कहीँ। गोरु बान्नु पाउनु थियो। अभी मजा आएगा ना भिडियो। पसिना झऱ्यो गाइस, पसिना हातमा सिधै हातमा आयो यार, सिधै हातमा घरभित्र। यो असिना घरभित्र झर्दैछन्, असिना झर्दैछन् गाइस। ओ बाप रे असिना। मोबाइल भिज्यो, जल्दी निकाल मेरो मोबाइल। गाइस असिना निकाल, घरभित्र झर्दैछन् असिना हाम्रो। असिना पर्यो गाइस, यहाँ चाहिँ हाम्रो घरभित्र कसरी आउँदैछ असिना। हेर्नुहोस् तपाईहरु प्रत्यक्ष रूपमा यहाँ हेर्नुहोस्, असिना झर्दैछ पहाडबाट। ठुला गोला झर्दैछन् यसरी। ओ भाइ बाप रे, हाम्रो घर अगाडि भित्रै परिसकेको छ। ओ बाप रे रुक जा छ न, यहाँ हेर्न सक्नुहुन्छ यहाँ। ओ बाप रे छोड बिग्रिँदै। हामी यतिखेर प्रत्यक्ष रूपमा छौँ। अब यो घरभित्र अलि म बाहिर देखिने ठाउँ भएन, लास्ट जाडो छ यार बाहिर। ओ भाइ हावाहुरी यता लागेर बाहिर जानु सक्दैन। ओ बाप रे घरको छानो उडायो क्या। घरभित्रको यहाँ छाना पनि हल्लाइरहेछ। हाम्रो कहीँ बोटको छानो त उडाएन। यहाँ हेर्नु सक्नुहुन्छ गाइस। ओ बाप रे ओहो यो उडाउँछ। हेर्नुहोस् तपाईहरु, हेर्नुहोस् यसरी पानी परेको छ, यसरी आज। ओ बाप रे गाई हामीले बाहिर नजान सकेर गाईको बाछो पनि प्रत्यक्ष रूपमा हेर्न सक्नुहुन्छ तपाईहरु।
प्रत्यक्ष रूपमा यहाँ भाँगाहुडी हल्लाएछन्। है प्रत्यक्ष रूपमा यहाँ ढोका बन्द गरेर चाहिँ यहाँ देखाइरहेछौँ। अब चाहिँ हल्का हल्का घरभित्र पानी हावाहुरी लागेर पानी यता हालिदियो। हाम्रो घरभित्र पानी छिरिसकेको छ। दर्शकबिनहरू यहाँ हेर्नुहोस् हाम्रो घरको हालत। गाइज हाम्रो घरको हालत यस्तो भइसकेको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। ओहो म पनि नाङ्गै छु, मेरो हात पनि काट्यो छ हल्का हल्का बिचमा। यहाँ हेर्नुहोस् हाम्रो घर हावाहुरीले यस्तो बनाइदियो हाम्रो घर। पानी पानी परेर यो हेर्न सक्नुहुन्छ। यो खाट भिजाएर यहाँ प्रत्यक्ष रूपमा पानीको बहा हुँदैछ। पानी अब रोकिनु पर्यो एकछिन। पसिना पानी पनि देखायौँ तपाईँहरूलाई। यहाँ हेर्न सक्नुहुन्छ फोरै फोर बनाइदियो हाम्रो घर। यस्तो बनाइदियो, यस्तो हालतमा कुर्ची सुर्ची ढलाएर यहाँ मेरो हात पनि यस्तो भइसकेको छ। के गर्ने? ओहो भान्सा कोठा हेरौँ हामी। प्रत्यक्ष रूपमा भान्सा कोठा पनि हेर्न सक्छौँ कस्तो भएछ। खै भान्सा कोठा कस्तो भयो? भान्सा कोठा त्यति केही भार नै रहेछ। हाम्रो गाडी पनि भिजाइसकेको छ। हामीले गाडी पनि ल्याउन सकेका छैनौँ यहाँ स्कुटी। गाइजहरू के गर्नु साथीहरू, यस्तै छ। जाडो पनि भइरहेछ मलाई। पानी रोकिने नामै छैन। पानी पर्दैछ अहिलेसम्म। के गर्ने? एकचोटि असिना पानी झऱ्यो। यहाँ बोर्डसोडमा पानी पर्यो क्या हो हेर्नुहोस्। यहाँ बोर्डमा पानी पर्यो भने त फेरि खराब हुन्छ, सर्ट हुन्छ। के गर्ने? माथिबाट यहाँबाट कहाँदेखि आयो हावाहुरी लागेर यताबाट पानी त्यस्तो पनि हुन्छ। अब हामीले यो छानाको उद्धार गर्नुपर्ने छ एक दिन। यसरी पानी पर्यो भने त बर्खामा बस्न सकिन्न। एक दिन हामी बनाउने छौँ यो छानालाई। अब यो टाइल फालेर टिन हाल्नेछौँ हामी अब टिन हाल्नेछौँ। के गर्ने? हाम्रो यहाँ प्रत्यक्ष रूपमा हाम्रो डल्लप पनि भिजिसकेको छ, बाख्रा पनि भिजिसक्यो गाइज। अब बाख्रा देखाउन जाउँ भने भएन, उता पानीले पुरै भरिसक्यो। हाम्रा गोरुहरू पनि उता भिजिसके। घरको हालत यस्तो छ। अब के गर्ने? घरभित्र पानी सिधै यहाँबाट सिधै पानी यहाँ छिर्यो पुरै। यस्तो छ हाम्रो घरको हालत। गाइज हामी बिचमा अब हेर्दै गरौँला, भिडियो बनाउँदै गर्छु कस्तो भइरह। क्षति के भयो हाम्रो हेर्छौँ बिस्तारै हामी। हाम्रो खेतमा पानी पनि लास्टै जमिसकेछ पानी। अब गाई गोरु कस्ता के भयो, बाख्रा पनि भिजिसके। आज बाख्रा चराउन जाउँ भनेको, बाख्रा चराउनु आज यस्तै भयो साथीहरू। एयरपोर्टमा भैँसी भन्ने जस्तै भइहाल्यो यहाँ पनि प्रत्यक्ष रूपमा। ऋषि धमलाले भने जस्तै प्रत्यक्ष रूपमा एयरपोर्टमा भैँसी दौड्दैछन् भन्ने जस्तै यहाँ खेतमा चाहिँ पानीको बहा हुँदैछ। यहाँ पानी दौडिँदैछ। आकाशबाट पानी झरेर असिना पानी एकचोटि त असिना झरेर पुरै। दर्शकबिन फेरि पनि हामी आइसकेका छौँ। यहाँ पानी धेरै परिसकेको छ। फेरि पर्यो पानी, एकछिन रोकेर फेरि पनि पर्यो पानी यहाँ जोरसँग। अब पानी परेछ, तल घर जाउँ भनेको यसो हेर्न। दर्शकबिन हामी गोरु बान्ध जाँदैछ। छाता यता ल्याएन, मेरो क्यामेरा भिज्छ। हामी अब गोरु बान्ध जाँदैछु गाइस। हाम्रो पानी लास्टै परिसकेको छ। हेर्नु होला तपाईँहरू, मेरो क्यामेरा भिज्छ। हाम्रो बाख्रा पनि के गाईको बाछा हेर्नुहोस्। यो पानी हेर्नुहोस् तपाईँहरू, पानी भिजे छैन त। जा ओ भाइ साहब, यो पानीले ओ बाप रे बाप, यो पानी हो कि के हो? मैले केही बुझ्नै सकेको छुइनँ। पानी लास्टै परिसकेको छ।
हेर्नु होला तपाईँहरू, हामीलाई छातामा उडाइसकेको छ गाइस। म चाहिँ अहिले पल्लो घरमा जाँदैछु। पल्लो घरको के क्षति कस्तो क्षति पुर्यो भनेर चिप्ले 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 चिप्ले। ओ भाइ यो बाटो हेर्नुहोस् तपाईँहरू, प्रत्यक्ष रूपमा यहाँ पानी पर्न हेर्नुहोस् तपाईँहरू। हेर्नुहोस् मेरो क्यामेरा पनि भिजिसकेको छ। क्यामेरा किन्ने पैसा छैन मसँग फेरि। यो क्यामेरा, यो पानी हेर्नुहोस् तपाईँहरू, यो खोलो हेर्नुहोस्, माथिदेखि तलसम्मको खोलो। यो गाई गोरु भिजेर यहाँ हैरान भइसकेको छ हामीलाई। यो खोलो हेर्नुहोस् तपाईँहरू, प्रत्यक्ष रूपमा हामी खोलालाई देखाउनेछौँ तपाईँहरूको। यहाँ हेर्नुहोस् माथिदेखि खोलो बग्दैछ, पुरै खोलो। यो प्रत्यक्ष रूपमा यहाँ हेर्न सक्नुहुन्छ, खोलो पुरै बगिसकेको छ गाइजहरू। यहाँ टनाटन पानी भरेर यहाँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् यो, ओहो यो घरको क्षति। यो घरको क्षति कति भयो? यो घरको क्षति पनि यहाँ भइसकेको छ। पानी हेर्नुहोस्, पानी यहाँ। ओ बाप्रे बाप्रे, यहाँ पानी हेर्नुहोस्, यसरी परिरहेछ पानी। बाप्रे, त्यो घर त सुसाउने रहेछ नि गरियो। प्रत्यक्ष रूपमा मान्छे भिजी भिजी आउँदैछन्, यहाँ रेनकोट लगाउँदैछन्। ओ भान्जा, बाप्रे बाप्रे बाप्रे, यहाँ घर आँगनमा पनि पानी परिसकेको छ पुरै। यहाँ आँगनमा, यहाँ घरभित्र आउन लाग्यो यो घरमा पनि। प्रत्यक्ष रूपमा यहाँ गोरु बाँधेर आइसकेका छन्। यहाँ क्यामेरा पनि धुँधेलो भइसक्यो हाम्रो। ओ बाप्रे बाप्रे, पानी त हेरे पुरै परिरहेको। बाप्रे, हावा यता र उतापट्टि लागिरहेको होइन। कहाँ भाइ? एक्सरा गरेँ, हड्डी माछाको भन्यो एक टुप्पाको। त्यो टुप्पो बाँच्ने होइन भने। यहाँ हेर्न सक्नुहुन्छ मेरो आउँलो पनि यो यत्रो अब काटेर 700 रुपियाँ एक्स्ट्राको लियो। 4 टाँका लगायो त, 10 दियो, 4 टाँका लगायो। 2500 रुपियाँ लियो। 500 यहीको मात्रै 700 रुपियाँ 500 रुपियाँ 500 1000 रुपियाँ 500 राति। 500 रुपियाँ हेर्न सक्नुहुन्छ। यहाँ उपाइसकेछ। क्षति गर्नेछ यहाँ, क्षति। किल्ला पनि हल्लिसक्यो जग्गा हो। त्यहाँनिर हान्नुपर्ने 1 किलो डाँडामा। यो हावा पनि यता उता लाग्यो। हामी केही छिनपछि आउनेछौँ फेरि। हामी अब पानी परेर मैले भिडियो बनाउन सकेन। गाइस बाइ बाइ, अहिलेलाई यति नै। दर्शकबिन अहिले पानी पनि रोकिसक्यो, हल्का हल्का घाम पनि लागिसक्यो यता। हामी चाहिँ अब यहाँ हेर्न सक्नुहुन्छ पानी, त्यहाँ खेतमा चाहिँ पानी भरेर ताल
पाल परिसकेको छ तल चाहिँ। अनि म चाहिँ यहाँ तलदेखि आएँ, अहिले घरबाट आएँ म यहाँ तलबाट। अहिले अब घाम लागिसक्यो, यस्तो दामी बादल भइसक्यो। अब गाइस के गर्नु, म चाहिँ डुँडे भएछु। अब आउँलाई यसरी काटेर पनि म भिडियो बनाउँदैछु तपाईँहरूलाई। दुख्दैछ अहिले यो यहाँ आउँलामा 4 टाका लागेछन्, 4 टाका। गाइस के गर्नु, तपाईँहरूको लागि भनेर म भिडियो बनाउँदैछु। यहाँ हाम्रो गाई पनि दुब्लो पातलो भइसक्यो आजको पानीले। यसले चारो सारो पनि केही पाएको छैन, मलाई थाहा छ। यस्तो दुब्लो पातलो भइसक्यो यो गाई। यहाँ हेर्न सक्नुहुन्छ यो गाई, हेर्नुहोस् गाईको बाछा हो यो। बाख्रा पनि भिजिसक्यो आज। बाख्रा चराउने भनेको माथि झुँडाइदे थित्ता तलाउँदा बाख्रा यसरी भिजिसकेका छन्। यहाँ हेर्न सक्नुहुन्छ यहाँ प्रत्यक्ष रूपमा तपाईँहरू देख्न सक्नुहुन्छ। हाम्रो घरको भित्ता पनि यहाँ भिजिसकेको छ गाइस। के गर्ने, हाम्रा बाजे चाहिँ यहाँ बसेका छन्। बाजेले यहाँ हल्का हल्का झाडु मार्यो अहिले। यहाँ घरको हालत यस्तो छ, यहाँ हेर्न सक्नुहुन्छ। ओहो, आजको क्षति भनेको यही होला सायद। यो फुल तल झऱ्यो पुरै, यहाँ तल झरिसक्यो फुल। हेर्नुहोस् पुरै यहाँ हेर्न सक्नुहुन्छ। यहाँ घाम लागेर मस्त अहिले चाहिँ घाम चाहिँ बबाल लाग्यो भने बबाल। यहाँ हेर्न सक्नुहुन्छ घाम, बादलको नजारा एकचोटि हेर्नुहोस् तपाईँहरू। यो हेर्नुहोस् बादलको नजारा हो यो। हाम्रो बारीमा टमाटर फलेछन्। पानी त लास्टै रहेछ यहाँ दबाब। खेतमा देखाउँ भनेको के कस्तो भयो यता जाने सकिन्छ तर यहाँ हेर्न सक्नुहुन्छ पानी कति भएको छ। यहाँ पनि पानी त त्यस्तो त केही भार नरहेछ। बिउको गरामा भर्ने टनम उता पानी भर्यो खेतमा। बादल पारी पारी भन्ने जस्तो गाना गाउँ भने यो चाहिँ हाम्रो घर हो गाइजहरू। यो मेरो घर हो। त अब त्यस्तै हो। ल गाइज मेरो भिडियो चाहिँ आजलाई यति नै। के कस्तो लाग्छ तपाईँहरूलाई सुझाव सल्लाह दिनु होला। सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। हस्त नमस्ते।